परमेश्वर पिता हामी तपाईलाई धन्यवाद दिन्छौँ। फेरि पनि यो बप्तिस्माको विषयमा हामीले जे जति कुराहरू सुन्यौँ यी सबै कुराहरू बुझ्ने हामीलाई बल सामर्थ्य शक्ति दिनुहोस्, बुद्धि दिनुहोस् प्रभु। अनि सही ढङ्गमा प्रभु हामी तपाईँलाई हराउनु भएका कुराहरू हामी अनुसरण गर्न सकौँ, पालन गर्न सकौँ, तपाईँको इच्छा पुरा गर्ने बप्तिस्माको निम्ति यो जुन चाहिँ भाँडो ल्याइएको छ प्रभु, यसको निम्ति हामी तपाईँलाई धन्यवाद जनाउँदै यस भाँडोलाई अब हामी परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्माको नाममा हामी पालन गर्छौँ। अनि अब उसँग दिनमा यसलाई तपाईँले दिनुहोस्, शुद्ध अनि पवित्र तुल्याउनुहोस् अनि आफ्नो महिमाको नामको निम्ति प्रयोग गर्नुहोस्। यसो ख्रीष्टको पवित्र हामी बप्तिस्माको विधिलाई सुरु गर्दैछौँ है। बालक बालिकाले यो विधि बुझ्न सक्दैनन्, तथापि तिनीहरूका माता पिता वा उत्तरदायित्व उहाँका अभिभावकहरूले तिनीहरूका निम्ति आफैले आफ्नै शिरमा प्रतिज्ञा लिएर गरेर यो विधि आफ्ना बालक बालिकालाई दिन सक्नेछ। किनकि बाइबलमा यस्तो लेखिएको छ, अनि उहाँले तिनीहरूलाई छोडिदेऊन् भनेर मानिसहरूले आफ्ना बालकहरूलाई उहाँका ल्याए, तर चेलाहरूले यो देखेर तिनीहरूलाई हप्काए। यीशुले तिनीहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो, साना नानीहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने परमेश्वरको राज्य यस्तै हो। म तिमीहरूलाई साँच्चै भन्दछु, जसले साना नानीहरूले जस्तै गरी परमेश्वरको राज्यलाई ग्रहण गर्दैन, त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्ने छैन। पन्तिकोस्त प्रेरितहरूको विश्वासको अनुसार म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान, स्वर्ग र पृथ्वी सृजनमाथि अनि उहाँको एक प्रभु यीशु ख्रीष्टमाथि उहाँ पवित्र आत्मादेखि अन्त्योस पिलातसको अधिकारमा दुःख भोग्नुभयो, क्रुसमा चढाइनुभयो, मारिनुभयो अनि गाडिनुभयो, आत्मलोकमा उत्रनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट पौडी उठ्नुभयो, स्वर्गमा चढी जानुभयो, सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ। विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र साधन मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पाप मोचनमाथि, शरीरको पौडी उठाइमाथि र अविनाशी जीवनमाथि। आमेन।